व्हाट्स अप भिउअर्स फेरि पनि सँगै छु तपाईहरुले हाम्रो नयाँ भिडियोमा सो आज हाम्रो गुड स्याटरडे र आज हामी वकमा जान्छौँ मिमे दुई जनाको भिउअर्स खुट्टा हिलोले खाएर हिजो मैले उयो हान्देको नि त के भन्छ त्यो तेल र पैसा मिमले चौकी निकालेर धुइसक्नु भइसकेछ अनि मुमाको यहाँ छ मुमा के गर्नु मुमा हाम्रो घरबाट गाडी पनि पिजी रोड बन्ने त हुने है तर फेरि पिजी रोड बनाउने फेरि घरे घर आउँछ अनि घरे घर आएपछि फेरि अनि फेरि घरे घर भएपछि फेरि गर्मी भइहाल्छ है बरु यति ठिक छ है बरु खुट्टाले हिलो खायो भने यसरी तेल र पैसा दलले हिँड्नुपर्छ घर बनायो भने त के गर्नु है गर्मी भयो भने ल ल जुम मिमी आइसक्यो अब आज भिउअर्स टक्क सेरा खलको उता गरेर यस्तरी घुमेर आउँछौँ भिउअर्स आज हामी अमाको बाटो यो जुरा बिहा दिन्छ म अहिले म आएर धोइदिन्छु ल जुम म मिमी मान्छे उठिस है ल ए उठिस अरे होइन सुतिस नि मान्छे आज त गुड स्याटरडे पो त मजाले सुतिस चारो चाहिँ मुहामी भरे हामी पकाउनु चाहिँ खाना र घर छोड्ने र बस्तु भाउ हेरिस्यो भिउअर्स खासमा त बाटो चाहिँ यस्तो दामी हुनुपर्ने हो क्या ल मिमी अब हामी के अरे असोजे धान रोपौँ है यहाँ बाटोमा असोजे धान रोप्नु है म खन्छु है मुहामी असोजे धान रोप्नुपर्छ अब यहाँ त्यही त मुमा तपाईँ बिउ गाड्नु उखेल्नु जानु मिमी रोप्नुहुन्छ म खनिदिन्छु है यो बाटो उयो लेखौँ असारे धान रोपौँ है असारे अरे असोजे अनि कार्तिक मङ्सिर पुसमा त भइहाल्छ होइन म के कहिले हुन्छ यो यत्र हुन्छ अहिले त रोप्नु मिल्दैन त साँच्ची चोइदे धान र उयो हुन्छ होइन चोइदे धान र बर्खे धान चोइदे धान र असारे धान हुन्छ कि के हुन्छ मुमा थाहा छैन मिमी चोइदे धान र असारे धान हुन्छ नि चोइदे धान र असारे धान होइन चोइदे धान र असारे धान हुन्छ के हुन्छ मिमी के हुन्छ चोइदे धान र असारे धान रोप्छ होइन कि यो उयो पनि रोप्छ असोजे धान त रोप्दैन रोप्दैन नि पाकेर काट्छ ल आइस मिमी ल ल ल मुमा भरे फेरि तेल र पैसा दल्नुपर्छ नि फेरि यो भिउअर्स यो मुमाको लुगा कहिले चेन्ज हुने भएन मिमीको अरे मिमीले पनि अस्ति यही लुगा हाल्नु भएको थियो अस्तिको हप्ता त्यो उयो नागिन भएको ठाउँ गएको थियौँ नि नागिन भएको ठाउँ याद छ नि हो त्यहाँ जाँदा नि यही लुगा अनि अरू लुगा छैन क्या थुप्रो छ भिउअर्स अनि अस्तिको हप्ता पनि यही लाग्यो नि अनि अस्तिको हप्ता त्यही त अस्तिको हप्ता फेरि भयो भिउअर्स अनि फेरि आज त यही जुडिरहेको क्या यही लुगा जुडिरहेको क्या ल मम्मीलाई त के लाग्छ मम्मी साथी म भेटिन्छ होला साथी म बख्नु जुमे साथी म त्यहीँ हुन्छ होला मलाई भेटेन भने त हामी मात्र भिउअर्स त्यहीँ त हुँदो रहेछ नि भिउअर्स साथी म ल साथी मुमा बिरामी हुन्छ कि सन्चै हुन्छ ए ल जाउँ न भाइ कि नजानु नै हजुर के काम काम रहेछ ल आइसु त साथी म ल आइस आउनु चाहिँ एकछिन है मम्मी एकछिन ल भिउअर्स ठ्याक्क 5:50मा यहाँदेखि हिँड्दैछु फेरि हाम्रो साथी मुवाको लागि पनि भिउअर्स हाम्रो बस्ने ठाउँ अनि त्यहाँदेखि हाम्रो मान्छेहरूलाई बाजा खानसान पकाउनु छ ओहो आज घामले सेक्छ जस्तो छ भिउअर्स हामीलाई घाम त दामी झुल्किँदैछ नि त फेरि घर अगाडि बाटो यस्तो पानी भएन नि यस्तो जुत्ता लाउनु पाइन्छ हाम्रो त अब इमाई साथी म अब जानुपर्छ नि आज हामी 2-2.5 घन्टा हिँडेर आउनुपर्छ इमाई साथी मुमा ल छिरो हिँडिस मुमा गाडो नमानिस न यो 2-2.5 घन्टा भनेको यहाँ हो ल हिँडिस मिमी अब त्यहाँ नाच देखाउनु पर्छ आज चण्डी नाच्नुपर्छ हामी मुमा साथी मुमा हेर्न के भन्दै हुन्छ पाहाड जानु हुँदैन रहेछ बिरामी हुँदो रहेछ तर म गयो भने मुमा बिरामी हुँदैन रहेछ नि तपाईँ साथी मुमा कस्तो भयो उयो नागी पूजा प्रीति पूजा राम्रो भयो हामीले मानौ नि यो पनि हो अनि साथी तपाईँको पाहाडतिर धेरै जस्तो मान्छेहरू सक्छ छैन
हाम्रोमा त फेरि कोही छैन क्या साथीमा 3-4 घर मात्रै छ अब त्यही भएर पनि धामी पनि अब हराउँदै गएको भन्नु न हाम्रो नि धामी नागी गर्ने मान्छे मर्दै गयो नि एक जोडा छ एक जोडा मात्रै अब पछि बिस्तारै बिस्तारै साथी म यो त सकिँदै जाने रहेछ है भगवान मान्नु पर्छ आइदेऊ न बाबा मुमा त हाम्रोमा त छ नि होइन धारापानीमा त मुम्बई धारापानी नआएको 7 वर्ष भइसक्यो साथीमा खानु हुँदैन नि तपाईँ साथी सुर्ती रक्सीहरू नखाइस् है साथीमा साथीमा साँच्चै बिरामी चाहिँ के भएर हुनुभएको थियो मेरो सुर्ती खाँदा नि टाउको दुख्थ्यो हजुर हजुर अनि नखाएको होइन साथीमा म त पाहाडबाट आएर बिरामी हुनु भन्नु भने चिसोले कि कस्तो चिसोले हो कि यताको हावापानी यसो त्यो घाँसहरू काटेकोले हो कि त्यो पनि हुन्छ त्यो पनि हुनसक्छ है ल ल ल पशुहरू पालेको छ हो साथीमा साँच्चै पाहाडमा चाहिँ तपाईँको कुन छोरा पो हुनुहुन्छ जेठा छोरा छ जेठा छोरा छ त्यही त साथीमा तिमी जस्तै बिहे नगर्ने ब्रह्मचारी साथी म ब्रह्मचारी अब बेला होला नि साथी म अनि आज हामीहरू के हेर्नु गएको त नि तरुण हेर्नु गएको होइन तरुण हेर्नु गएको नि साथी म त्यही अस्तिदेखि भनेको यहाँ मोबाइलमा खोजिदिन्छ मोमा आँखा चाहिँ एकदम चङ्खो है मिमी आँखा चाहिँ एकदम चकिलो है यता यता साइडतिर हेर्दै है टाली जान्छ न नि साथी म साँच्ची मिमीको पनि त्यस्तै तालिन्छ मुमाको पनि कि टालिँदैन मुमा आँखा उयो बुढो हुँदै गएपछि मुमा यो आँखाको के छाला उयो हुँदैछ त्यही त साथीमा फाइनल हाम्रो 3 जना अब इमाई आइदिएको भए भइहाल्थ्यो क्या मम्मी इमाई आइदिनु भएन इमाई बिचरा दमको साथीमा साथी तपाईँलाई दम त छैन नि बिचरा साथीमा मलाई दम छ साथीमा मलाई छैन बिचरा हाम्रो इमाईलाई छ नि त्यसले गर्दा पनि अलिक समस्या पर्यो त जाँदैछौँ हामीहरू कस्तो गफ गर्दै गर्दै हिँडेपछि म तपाईँलाई के थाहा हो के थाहा अब उता उता पुग्नुपर्छ भेट्छ हामीहरू त्यहाँ पुगेर बिचको बाटो आमै मम्मी नभए म त उयो आज त घाम त कडै लाग्ने जस्तो छ अनि साँच्चै आज नुहाउने दिन हो नि म मामी त्यो पनि साथीमा तपाईँको पाहाड त उयो पर्छ क्या अलिक लेक हो त्यही त लेकमा अलिक ढिलो हुन्छ यो अलिक बेसी मात्र फेरि भइसक्यो होला साथीमा मकै छ कि छैन होला अनि यो साथीमा बजारमा चाहिँ कहाँबाट ल्याउँछ यो मकै पोलिरहेको देखिरहन्छु म हाइब्रिड होला हाइब्रिड साथीमा के अरे वर्षमा 24 दिन पनि पाउने क्या हाइब्रिड भनेर हजुर साथीमा साथीमा कोदोको जाँड बनाउनु भयो कि के बनाउनु भयो नागीमा नयाँ कोदोको पकाउनु पर्ने त्यही त अनि साँच्ची नयाँ कोदोको ओए मुमा त साँच्ची यो प्रीतिलाई पो चढाएको त नि हामीले अनि मिमी हामी चाहिँ नयाँ कोदो कहाँबाट ल्याउँछौँ त्यो पनि अब फेरि साथी मुमा यस्तो क्या मुमा अब हाम्रो माउलोमा चाहिँ बिचरा कोकपाहरू हुनुहुन्छ है मामाहरू हुनुहुन्छ अब हाम्रो दोलेमा त कोही पनि छैन के नयाँ चामल अब के नयाँ उयो तर उयो चाहिँ चढिरहनुपर्छ उयो के अरे साथीमा छोरा बुहारी हुनेहरूले त खेती गरेको छ नि त नि हजुर साथीमा अब हाम्रोमा त कोही छैन किनेर होला है मिमी हामी त अब किनेर नयाँ चामल चाहिने नयाँ कोदो चाहिने अनि साथीमा अनि पो नागी सागी त्यो त नागी प्रीति पुज्ने पुरानो कोदोले गर्दैन अनि साथीमा यो च्यान घाटीमा गएर पनि ढोग्ने पनि हुन्छ रहेछ नि त्यति बेलै हो के हुँदैन त्यस्तो चाहिँ मिमी च्यानमा ढोग्ने चाहिँ हुन्छ हुँदैन च्यानमा अब हाम्रो मरेको प्रीतिहरूलाई ढोग्छ मुमा के अरे होइन ढोग्ने हुन्छ नि त उयो सम्झिने क्या ऊ मरेको दिन यसो सम्झिने यसो सम्झिने धुपसुप बालिदिने हो त्यो त्यस्तो हुन्छ यो साथीमा ल एक आधा तँ आइपुग्मै हेर्दा ल मेरो सामु बिसन्डो आइपुगेको छ एउटा मरेमा त्यहाँ गएर हामी हेरेर
एक दुईवटा फोटो खिच्नुपर्छ है साथी मुमा मिमी एक दुईवटा फोटो अस्ति त भियर्स सर्पको हो मिमी सर्पको अस्ति त दिएको होइन मिमी सर आज त भियर्स हामीसँग साथी मुमा पनि हुन्छ है साथमा ल मुमा मिमी साथी मुमा एकचोटि यतारि फर्किदिन्छु ल म यतारि फोटो खिचिदिइहाल्छु अलिक अगाडि हिँड्छु त्यही भएर साथी मुमा अगाडि हिँड्नुपर्छ क्या न मिमी अगाडि दुईचोटि कतिचोटि मुमाले झन्डै हानेको नि लोहोरोले त्यतिखेर फेरि यत्रो लोहोरो थियो मिमी साइकल सिक्नु मन छैन साइकल सिक्नु मन छैन साथी मुमा साइकल सिक्नु मन छैन सिकिसक्नु नभए मेरो घरमा छ हौ मुमा तपाईँलाई साइकल सिक्नु मन छ कि मेरो घरमा छ क्या म अनि टक्क पाहाड जाँदाखेरि म टक्क साइकलमा जाँदा कस्तो हुन्छ त भन्ने त मुमा कस्तो हुन्छ त भरे त साइकल सिक्दा सिक्दा लडेर त थलो पर्नु अरे क्या अनि साथीमा अब त लड्यो भने त घाउ त छिटो निको हुँदैन त त्यो हड्डीको झन् हड्डी खिसाएको हुन्छ साथीमा हो त्यही मक्छ मक्किँदै गएको कमजोर हुँदै गएको अब बुढाबुढीले एकदम धेरै खानपान बार्नुपर्छ साथीमा बेलुका एउटा रोटी मात्र खायो भने पनि पुगिहाल्छ होइन उहाँ अगाइहाल्छ बुढी त्यही हो फेरि बुढो भएपछि चाहिँ खानु मन लाग्छ फेरि गुलियो सुलियो केही नभएको हुन्छ फेरि रोगले मागेर कि के भएर त्यस्तो हुन्छ म तर नखाइछ नि फेरि म छु नि फेरि त्यहाँ म बडी गार्ड छु म बडी गार्ड अस्ति नै 8 महिना अगाडि आउँदा फेरि यो घर भर्खर बन्दै थियो नि त अहिले त पेन्टिङ सेन्टिङ हालेर अनि यहाँ पनि अब बन्नु थालिसक्यो ल साथी ममा अब 5 वर्षमा पुरै बस्ती हुने रहेछ यहाँ हट अनि त गर्मी महिनामा त हावा नआएर हप हप अनि पानी परेर बाढी आउने बेला भयो अब यहाँ टक्क गर्मी महिनामा चाहिँ टक्क पाहाड चल्दिहाल्ने क्या अब लेक रहेछ साथी मुमाहरूको हाम्रो पनि दोली त लेक छैन के भनेको बस्ने मान्छे कोही छैन बागवान त यसो सब यता झरिसक्यो बिहर्स पैसाको लालचले अनि साथी मुमा हो त्यो पनि हो तर साथी मुमा जाति नै थियो अब यता आएपछि उभो सुन्ने जस्तो लाग्छ साथी मुमा तर जहाँ बस्यो भने साथी मुमा जन्मथल भनेको जन्मथल हो नि अब पुर्खा हुर्केको ठाउँ पो त त्यो त आफ्नो बाउआमाको पनि बाउको पनि बाउ पुर्खा हुर्केको ठाउँ नि अब जानुपर्छ त्यहाँ चाहिँ मेरो छोराछोरीलाई म लगिहाल्छु नि होइन मिमी पुर्खेली घर भनेको गाउँघर भनेको पुर्खेली नि अनि कहिले हो अब यहाँ पढ्न अब यहाँ यो मुमा के हो आज पनि उयो हो कि क्या मिमी बेस साइडमा हिँड्यो क्या आज साइड छैन क्या हो सायद भएन रहेछ साथी मुमा आज भने ए मुमा खोइ एउटै त अरू देखिँदैन कस्तो मुमा हे मुमा हो ओ घर त त है अब हेर्दा साथीमा दसैँ तिहार जान्छ अनि फेरि माघे सङ्क्रान्ति आउँछ अनि फागुनमा उयो के पाउँछ फागुनमा होली पछि चैतमा मेला अनि वैशाखमा नयाँ वर्ष अनि सक्यो त्यसरी नै अनि जिन्दगी चल्छ है ल 1 वर्ष खाइयो अनि ल बिहार अलि चाहिँ कति 6:30 हुन आँटेछ ठ्याक्क मुमा मिमे साथी मुमा हामीले डुलेको ठ्याक्क कति मिनट 40 मिनट भइसकेको छ साथी मुमा अब साथी मुमा हेरिस्यो उतादेखि यस्तो छिरेर जानुपर्छ अब यता तपाईँ सुरुचोटि आउँदै हुन्छ नि ल केही छैन मिमी मुमा त आएको नि थाहा छ नि 5-10 चोटि गर्नु भनेको दाँत छेउनु भन्नुभयो क्या अनि त्यही भएर हाँसेको तपाईँले सुन्नु भएन होला अलिकति मात्र नि साथी मुमा अलिक मजाले कान सुन्नुहुन्छ होला नि तपाईँ त त्यही त कोही बेला सुन्दिनँ है मिमी त बिचरा मिमीको त पहिलेदेखि नै उस्तो थियो नि मिमी पहिलेदेखि नै 2-4 वर्ष भयो त्यही त मुमा पनि अब पछि त्यस्तै हुनुपर्छ मुमा मन पछि त्यस्तै हुनुपर्छ ल अनि के त ठाउँको नामै मुवा यो पृथ्वीको नामै के हो मृत्युलोक मरेर जानु एक दिन अनि धान फल्छ बेच्छ अब त साथीमा यहाँ त्यो उयो जस्तै देखिरहेको छु म त त्यो पाहाडको गैरी खेत यस्तो उयो आएर चाहिँ त अलिकति 2-3वटा लाइन मात्रै छ त्यहाँ गैरी खेतको बिचमा हिँड्नुपर्छ है बिचमा हिँड्नुपर्छ यसरी रोडको बिचमा साइकलमा आउँदो रहेछ म त गाडीले फेरि कस्तो आन्दैन त ल मम्मी यही हरियाली हेर्न आएको नि त मम्मी आज हामी अबे कस्तो हरियाली त अबे दामी हरियाली छ यहाँ
ल बियर्स मोमा घिरौलाको सिजन आउँछ अब घिरौला र मासु चाहिँ होइन फेरि घिरौला र आलु मात्र खाने बेला लाग्छ अब मासु चाहिँ नखाने बिरामी भइहाल्नुहुन्छ फेरि म तपाईँ मिमीलाई पनि त्यस्तै साह्रो बनाउन सकिहाल्छ जाँड रक्सी मासुहरूले टाउको दुख्ने खोकीहरू लाग्ने घरिघरि साथी म तपाईँलाई चाहिँ मासुहरू खायो भने बिरामी हुन्छ कि हुँदैन हुँदैन नि त्यस्तो साथी म तपाईँ भर्खर पाहाडबाट आउनु भएको छ कि अब पछि बिस्तारै यताको हावापानी छुएपछि त प्रेसर लेजर अलिक साथी मलाई थाहा हुन्छ भने दिनदिनै त प्रेसर खानु प्रेसरको दबाई खानुपर्छ साथी साथी म अहिले त खानु भएको छैन नि सही सही साथीमा अलिक खाने परेको रहेछ भनेपछि बियर सानो साथी उहाँले मिमीले पनि पहिले त आएको कति 1-2 वर्ष त खानु भएन नि मिमी यता आएको 1-2 वर्ष प्रेसरको दबाई सबै केही पनि अनि एक्कासी निनीकोमा जानुभयो निनीकोबाट खोइ टाउको दुख्छ के भन्नुभयो अनि त्यहाँ गएर भएको त हाई प्रेसर अन्त दबाई त मिमीले त अहिलेसम्म खानु अब के अहिलेसम्म मरुन्जेलसम्म होइन मिमी ए नि साथीमा अनि यतापट्टिको करङ भाँचियो यो ढाड कता अनि साथीमा आदि भाँचियो त्यही त अनि यो लडेर टाउको ठोकाएर गिडी हल्लिएको अनि म कान अलिक सुन्दा त्यही त साथीमा कोही बेला त सुन्दैन त्यही साथीमा त्यस्तै हुन्छ कोही बेला मुमालाई आइपुग्यो आफ्नो बिसन्डो आइपुग्नु आँट्यो ल ल ल ल धान सम्झ्यो कि कस्तो आङ सिरिङ्ग भएर आउँछ अब धानको भुसले चिलाउँछ मकैकोले त्यो चिलाउँदैन ए त्यो पो कुरा सही 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 मिमी हामीले फापर चाहिँ रोपिनौँ पाहाडमा फापर रोप्यौँ हामीले म जाँदा चाहिँ तर रोप्नु भएको थिएन मिमी है फापर चाहिँ कहिले वैशाख जेठमा रोप्छ कि वैशाख जेठमा कहिले कुन महिनामा मिमी वैशाख जेठमा होइन ए भदौमा चाहिँ हो ए ल ल ल ल मुमा अब यो पोलदेखि यता हिँडिसियो छिटो ल पुलमा बिसाउनुपर्छ हो यसरी अब यता जानुपर्छ बियर सामेर ल बियर्स अहिले चाहिँ 6:40 भइसकेको छ भनेदेखि हामीहरू हाम्रो पुल बाग्रोमा आइपुगेको छौँ यहाँदेखि यहाँ पर एउटा बिसाउँछ नि त्यहाँदेखि हाम्रो जब्दी मन्दिर अन्त घर आइपुग्यो अब 2 बिसाउनेमा त मुमा मिमी घरै आमाको 2 बिसाउनेमा होइन 3 बिसाउनेमा बियर्स 2 बिसाउने त जब्दी मन्दिर चाहिँ पुगिन्छ ल बसिस यसो पेसिम पानी सानी हेरिस्यो ल बिसाइसो मिमी आइस्यो मुमा कुन्नामा हो तपाईँ कुनामा हो जो अगाडि आउँछ कुनामा गइस न अनि कुनामा हो मुमा त्यहाँ अब मिमी बस्नुहुन्छ फेरि त्यहाँ मुमा बस्नुहुन्छ हो त्यसरी मिलेर मुमा मिमी यो बाटो हामी थुप्रो पछि आयौँ है माछा त छैन साथी मुमा भयो भने त्यही बेलुका निक्लिन्छ अहिले त उस साथी मुमा यस्तो फोहोर पानी भने पौडी खेल्न आउँछ अरे मान्छेहरू ए भाइहरू कि साथी मुमा मिमी खेल्ने एकचोटि पौडी मिमी पौडी खेल्ने मुमा आम्फाल्नु मुमा बसीसम्म आउँदैन अमा स्कुलमा आउँदा हामी कडा हुने आँटे कडा ल आइसो मम्मी आइसो यहाँदेखि अब जब्दी मन्दिर छेउछाउ हामी बिसाउनु पर्ने हुन्छ दालहरू साँच्ची मुमा यो उयो कोदो रोप्दाखेरि मैले खोइ उयो माइजूहरूले उयो छडेको सुनेको थियो मास भनेको भटमा छ नि एउटा झ्याङबाट थुप्रो हुन्छ अरे साथी मुमा झ्यालिन्छ त्यो पनि हो ए हजुर साथीमा त्यो पनि हो यस्तो गएर है उता पिजो निकालेर टक्क उताबाट मौली आउँदा फर्किने विचार थियो बियस तर घामले अब आज हामीलाई सेक्ला जस्तो आज ढिलो भयो अब अरू कुनै दिन अब मिमी त्यो पनि हो अहिले शीतल छ तर कस्तो बिहान हावा नचल्दै क्या है साथीमा अनि तपाईँलाई हेर्नु कस्तो पसिना आउँदैछ अब ए बियर मुमालाई हो नि अब ए भेज फेरि उस्तै कालो छ तर होइन फेरि साथी मुमा भयो नि त निरोगी हुँदैछ मुमा यो मुमाले खासमा अरू के होइन क्या साथीमा सुरतिर जाँड रक्सी खान छोडेपछि पुरा जिउले फेर्दैछ ए भैँसी हो मिमी भैँसी यस्तो ज्यादै लगाएर त भाइले ती चाहिँ चाहिन्छ कि
अनि साथीमा गाउँघरमा त यो दुध दिने बस्तु भएन भने त कामै छैन घिउ कहाँबाट आउँछ तेल कहाँबाट आउँछ त्यो पनि हो अनि आफ्नो जग्गाहरू हुन्छ घाँस केलाइदिनु पाल्नेले अब दुधमै खान्छ नि घाँस काट्नु मस्ती छ त्यही त साथीमा यता है फेरि पाहाडमा चाहिँ ठिक छ बरु मुमा पाहाडमा पहिले हाम्रो कति 16-17वटा पनि थियो अरे बस्तु भाउ थियो भैँसी थियो गाई बस्तु आमा त्यो बिहार भएको कि मुमा किनेर त होइन बिहार होला बिहार त मिमी हाम्रो 20-25वटा पुगेको थियो भन्दै हुन्थ्यो एकचोटि पिताश्रीले 20-25वटा गोरुहरू 20-25 त हुँदैन 15-12 15-12 चाहिँ त्यति चाहिँ भएको अनि त्यहाँदेखि धेरै भयो भने बेचिदिने बेच्दिने ए 15-12वटा चाहिँ आमा दुध त कति आउँछ होला नि मिमी फाला फाल होला यहाँ त साथी मुमा 1 गिलास जति त उयोमा किन्नुपर्छ 20 रुपियाँ दिन 20 रुपियाँ किन हुन्थ्यो है मिमी म त मिमी त के भन्छ त्यो एउटा बिहाएर दुध दिन छोडेपछि अर्को बिहाले त्यो उयो जस्तै क्या साथीमा के भन्छ यो खाली नहुने हजुर मिमी त्यो उयोमा पनि त्यही गर्दैछ नि मिमी उयो दुध डेरीमा आमामा 6-6वटा छ न त्यो दुने भैँसी एउटाले दुध दिँदा अर्को फेरि ब्याउने भइहाल्दो रहेछ अर्को ब्याउने हुँदा हुँदै फेरि अर्को त्यसरी अनि कहिले पनि दुध मैदै सकिन्छ साथी मुमा बेलुका उयो यस्तो नालीमा चाहिँ आउनुपर्छ माछा हेर्ने भयो सर्प पनि भेटिन्छ माछा पनि भेटिन्छ सबै भेटिन्छ अनि साथी मुमा पहिले त्यो हाम्रो गाउँतिर थिएन त्यो यस्तो बाटो नबनाउँदा यस्तै नाली थियो म राति जहिले हिँड्थेँ माछा मार्न बच्चामा त हो घरिघरि यत्रो गङ्गली पनि देखिन्थ्यो ल बेस यहाँ अब हामी बिसाउँछौँ एकछिन अनि त्यहाँको अब जब्दी मन्दिर अगाडि एउटा अनि साथी मुमा त साथी है हाम्रोमा फेरि यसो ल्याक्सी नै भएन साथी मुमा चैतमा यहाँ मेला लाग्छ थाहा छ नि तपाईँलाई कि थाहा छैन के को थाहा छ र चैतमा आउनुपर्छ हामी 3जना टक्क अनि मेलामा अनि रोटी पनि खेल्नुपर्छ साथी मुमा मुमा रोटी पनि खेल्नुपर्छ है तर अब होइन अहिले नभनिराखौँ भरे को कता भइन्छ होइन अहिले होइन मिमी चैतमा हो तर फेरि थाहा हुँदैन क्या अहिले को कता हुन्छ पहिले बिचरा म त मुमा मिमीलाई लगेर चाहिँ रोटी पिङ खेलाउने भनेको मिमी त पाहाडमा नाकी पर्खिँदै नाकी गरेर बस्दै भेट्छन् त्यो दिन म र मुमा आएको थियौँ यो भिड देखेर मुमाले फेरि जोस नदेखाएर खेल्छु बाबु खेल्छु भन्ने छैन रोटी पिङ अन्त के खेल्थे भन्छन् मङ्सिरको जुन उदौदी पर्व हुन्छ त्यति बेला नै मुमा मिमी टमाटोमा जानुपर्छ अनि त्यहाँ गएर नातिनी बुहारी हेर्नुपर्छ बुझ्नु भने उहाँ त्यहाँ चाहिँ रहनी आउँछ जानुपर्छ त्यतिखेर मङ्सिरमा कस्तो यार भयो साथी मुमा के अरे इमाई पनि आउनु भएको भए कस्तो ठ्याक्क 4जना हुन्थ्यौँ 4जना ल्याउने विचार त के गर्ने साथी मुमा भने इमाईको चाहिँ इमाई मिमी साथी मुमा इमाई जो दमको रोग छ कि हाम्रो तल्लो घरको उयो हो 5वटा पिरा बुनिसक्यो नि साथी मुमा मिमा एउटा पिरा त हाम्रोमा नि छ नि बसेर मम्मीले पनि बुन्नुभयो हुन आँट्यो साथी मुमाले इमाईले चाहिँ क्या मिमी बिस्तारै आँखामा अलिअलि नदेख्ने भएर तँलाई नि बसेर टुकु गरेर 4-5वटा गर्छन् बोजूले बुनेर दिएको जस्तो बुनेको छ नानी ऊ घाँस हुँदो रहेछ साथी मुमा यस्तो घाँस हुँदो रहेछ तेलले साथी ल बिसाउने ठाउँ आइपुग्छ आइसक्यो है साथी मुमा यताको वडा कार्यालय देख्नु भएको छैन वडा कार्यालय ऊ त्यहाँ आउँदैछ अहिले म त्यो पनि देखाउँछु वडा कार्यालय उयो बनाउने काम नागरिकता बनाउने काम यतातिर हुन्छ तर हाम्रो त साथी मुमा बसे सरै त ल्याउनु भएको छैन नि पाहाडमै जानुपर्छ हो त्यही हो त्यो त म पनि साथीमा नलिएर कस्तो मजा थियो पहिले नागरिकता बनाउनु जाँदा 3 दिन बसेँ नि म पाहाडमा पुर्खोले गाउँ कम मजा थियो उयो धान चाहिँ साथीमा के भएको यो आधी पाकिरहेको छ अब यताको फेरि पाकेको छ यो अर्कै धान रहेछ भने चाहिँ बेलुका आउँछ साथी मुमा यहाँ बाम निक्लिन्छ सर ऊ आइपुगिसक्यो यो हाम्रो ल साथी मुमा हेरिस् त साथी मुमा यो वडा कार्यालय हो अस्ति यहीँ थियो फ्रीमा आँखा उपचार गरेको अनि यो जग्गाहरू किन्नु हुँदैन साथी मुमा हो यहाँ आउनुपर्छ तपाईँहरू
जग्गाको त्यो कागज सागज यताउता बनाउन वाडा पनि भयो अनि जब स्कुल पनि भयो साथी म आउनु भएको थियो ल पहिले यहाँ आएको छैन आएको छैन यहाँ ए ल ल ल किन आउँथ्यो मुमा अगाडि मन्दिर आयो ल मन्दिरमा पिछापर्छ है आजै अलिकति कर खेपेर मुमा ल ल ल अलिकति कर खेपेर ल ल ल मैले लगाइहालेँ होइन भयो भयो मिमी पर्दैन मिमी मलाई मन्दिरमा चाहिँ बिसाउने मिमी मन्दिर त बन्द भइसक्यो होला अहिले त बिहानै खुल्छ गीतहरू बज्छ अनि त्यसै फेरि अहिले त बन्द भएर पण्डित पनि गइसक्यो होला मुमा मजा त आउँदैछ नि मिमी मजा आउँदैछ नि साथीमा मजा छ नि साथीमा मजा छ नि भन्नुपर्छ है भन्नुपर्छ मजै छ ल अब माथि हेर्दै हिँड्नु मुमा ल मुमा ढोक्दिस्यो साथीमा ढोक्दिस्यो मन्दिरमा ल ल आइस आइस एकछिन बिसाउन यहाँ अब यसो बिसाइदिइहाल्यौँ यहाँदेखि चाहिँ मुमा पनि घर पुग्नुहुन्छ नि होइन साथीमा यहाँदेखि चिन्नुहुन्छ नि घर ल आइस एकछिन बिसाउनु नि मिमी अब बन्द भइसक्यो ल बिहार हामी यसो आइसकेको छौँ यहाँ यसो मन्दिरमा आइसो साथीमा बसिसो बिहानै सक्यो नि त नि साथीमा 7 भइसक्यो नि अन्त मुवा बिसाइसो हो अब सिधै पर अनि त्यहाँदेखिको साथीमा घर छोड्दै हामी हिमाल घरकोबाट जानुपर्छ है 7-9 भनेपछि कतिमा हिँडेको थियो हामी 5:50 6:50 1 घन्टा 1 घन्टा 20 मिनट मात्र भएछ ला 2 घन्टामा हिँड्ने भनेको त ला 2 घन्टा नहुने भयो के गरे त्यो तेलमा पोलेको के परो यत्रो रोटी जुलपी जुलपी किनेर लगेर घरमा खाएको साथी मुमा यो मिमी पनि 2 वर्ष भइसक्यो नि है मेला आउने भन्छ मेलाको दिनै मिमी त गायब नि मेलाको दिन मुमा चाहिँ फेरि 2 वर्षै मिमी 2 वर्ष फेरि मुवालाई जुडिरहेको छ मेला घुम्न अब यसपालि चाहिँ जुड्नु पऱ्यो यसपालि चाहिँ हामी आउनुपर्छ साथी मुमा इमाले पनि लिएर आउनुपर्छ इमाले पनि यस्तो मेला घुम्नु मजामा आउँछ त मान्छे नै मान्छे के अरे मिमी हजुर हजुर ल मुमा मिमी जामे साथीमा जामे ल अब घर गएर मुमा मिमी भेट्छ नआउनुहुन्छ नि मिमी अनि अब घर गएर फोटोसोटो खिच्नुपर्छ बिसन्तुक लाग्छ नि हो ल आइसक्यो मम्मी जाउँ ल बेहोर्स हामी हाम्रो गन्तव्यतर्फ लाग्दैछौँ अब अन्तिम क्षणमा आइपुगेको छौँ हामीहरू मुमा सेतो कुखुरालाई के भन्छ अरे लोकल कि के अरे याद गर्नु बोइलर हो यहाँ त फेरि खालको हुन्छ है साथी मुमा बोइलर गिरिराज लोकल चाहिँ पाहाडमै मात्रै हो है के हुँदैन मिमी अब बिस्तारै यहाँ बस्नु थालेपछि यताको यो चिनिहालिन्छ अब म पनि मिमी पाहाडमा बस्यो भने ठुलो भाषा मलाई नआउला त कस्तो नआउला त होइन पाहाडमा 1-2 वर्ष होइन 1-2 महिना बस्यो भने कस्तो नआउला त मुमा मिमी फिला 2 छैन छैन ए ल साथी मुमा 2 छैन खुट्टाहरू मुमा तपाईँको छैन नि होइन ए ल भनेपछि आज ठिकै हिँडेछ 80 तिर त भिड्छ 2 घन्टा 3 घन्टाको बाटो ल आइस नदुखोस् मम्मी अनि फेरि भरे बेलुका आफै आउनुपर्छ तपाईँहरू त्यही भिड्छ म स्याटरडे मात्र अलिकति फ्री हुन्छु भिड्छ अरू दिन बिजी अरू बेला बिजी के हो म आयो फोहोर पो रहेछ फोहोर गाडीले झाडेछ म फोहोर गाडीले फोहोर झाडेछ बिचमा अब आइपुगिहाल्यो मम्मी अब आइपुगिहाल्यो साथी म आइपुग्यो ल अब त आइपुग्यो है साथी म घरदेखि म पल्लोपट्टि तपाईँको हो अब आइपुग्यो ल मम्मी आइसक्यो कति 7:26 भनौँ न झन्डै 2 घन्टा भइसक्यो भनौँ न 1 घन्टा 45 मिनट अम्बो भाल्ले रातो हो हेर्नु यहाँ भाल्ले हो ल आइपुग्यो बेला हाम्रो डेस्टिनेसन हाम्रो ठाउँ घुमेर ठ्याक्कै 1 फन्का
अरे ए रोटी पाकिसक्यो साथीमा थाहा भएन यताबाट गएको एउटा रोटी पाकिसक्यो है ल आइस म आइसो अब सिधै घर है घर साथीमाको घर छोड्दै हामी पनि हाम्रो घरतिर अब लाग्नुपर्छ कस्तो है साथीमा आज घामले कस्तो हामीलाई सेकेन कस्तो मौसमले साथ दिइरहेको छ र के भयो गाह्रो भयो क्या ए गाह्रो नि भन्ने ल साथीमा गइसक्यो अब भरे मुमा मेरो डुलाउनु होइन त म बोलाउनु पठाइदिन्छु बेलुका अनि यसो एक फन्का घुमेर आइसक्यो उताबाट ल मुमा आइसक्यो मुमा अब घरमै हजुर अनि ल साथीमा बसिस ल ए मुमा एकछिन नमस्ते गरिदिन्छु नमस्ते गरिदिन्छ ल है ल फेरि भर भेट मार्छ है ल आइसो कस्तो संस्कार हुनुभएको म तपाईँ हाम्रो संस्कार हुनुभएको तपाईँ नभुलिस है यस्तो ल अब यतादेखि जानुपर्छ घरतिर ओहो यही हो अब हाम्रो जिन्दगी धान रोप्ने हिलोमा हिँड्नु पर्छ नुहाउनु पर्छ होइन ममा पहिला हाम्रो काम गर्नुपर्छ फोटो खिच्नुपर्छ पहिला यही हो होइन ल बेस घर आइपुग्दा माताश्रीले उयो गरिदिँदो रहेछ माने साने नाना मुनि आइस न फोटो खिच्दैछ न हाम्रो कति रे उमरी ठ्याक्क 733 मा घर मान्छे यता हेर्दैछ ल भरे आएर बियर्स मुमा हामी गर्ने विचार थियो अब माताश्रीले गरिदिइहाल्नु भएछ मान्छे आइस न एउटा फोटो खिचौँ न आइस न नाना हजुर 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 माताश्रीले गरिदिँदो रहेछ नि छैन नि मिमी नाना के भनेको के गर्दैछु अनि खाना एकछिन छोडेर आउँदा हुँदैन ला ला रिङ्गाउले अनुहार बिगार्दैछ अनि आउँछ नि मिमी आइस है त्यही भएर मुख बाँध्नुपर्छ नाना बाहिरको जङ्क फुड खाएर चाहिँ केही हुँदैन होइन जङ्क फुडले पनि हुन्छ ल फोटो ल एकछिन ल भ्युअर्स यति नै आजलाई हाम्रो ब्लग यहाँदेखि त्यही भेट्छ यति त काम भ्युअर्स त्यही हाम्रो साथी मुमा हामीहरू गएको थियौँ डुलेर आइपुगिसक्यौँ अब मुमा मिमी तपाईँहरू बसिस है मुमा अब नुहाइदिए गर्नुपर्छ तपाईँ पहिला होइन मुमै नुहाइदिनु गर्नु आज मिति 2082 साल यो मेमोरीको अन्तिम दिन कहिले गति आज 6 महिना 5 गते दामी ठाउँ रहेछ यो ठाउँमा सुरुमा आउनुपर्ने म पढ्न यता मान्छे पूजा हुन्छ यता अनि यहाँ पनि मन्दिर छ अनि यहाँ पुल छ अझै पुरानो पुल रहेछ बाढी आउँदा त्यता आउँदो रहेछ पढ्ने ठाउँ पढ्ने ठाउँ अनि माथिबाट सब झुसिरहेर झर्दो रहेछ